यस्तो दामी प्लान छ एकदम पोज दिएको नि लु छिटो न एक्सन पोज वाटर पार्क गरेको 400 रुपैयाँ हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल हजुर स्वागत छ र पनि मेरो चाहिँ युट्युब च्यानलमा र अहिले हामी यहाँ अलिपुरको पेराडाइजमा छौँ र मेरो बुढा चाहिँ हेर्नुहोस् हामी चाहिँ यो जग्गामा घुम्न आएको छौँ यहाँ हेर्नुहोस् टिकट काट्नु जानुभयो मेरो हस्बेन्ड चाहिँ यहाँ हुनुहुन्छ टिकट काट्दै हुनुहुन्छ अहिले तपाईँहरूलाई भित्र पसेर म देखाउने छु के कस्तो छ भनेर कहाँ जानुभएको यस्तो गर्मीमा घुम्नु पनि मन लाग्दैन नि तर मलाई चाहिँ मन लाग्छ मेरो बुढालाई चाहिँ मन लाग्दैन नि बुढी घुम्नुको लागि हेलो गाइस हामी चाहिँ जाँदैछौँ घुम्नुको लागि तपाईँहरू पनि हामीसँग यहाँ इन्जोय गर्नुहोस् होला यहाँ हेर्नुहोस् न गाइस हामी चाहिँ एन्ट्री भइसक्यौँ अब घुम्ने हो कस्तो छ तपाईँहरू पनि इन्जोय गर्नुहोस् होला अलिपुरद्वार यहाँ कुन चाहिँ जग्गा हो बाबु प्याराडाइज अन्त कुन चाहिँ जग्गा हो भनेको यो चाहिँ जङ्सनदेखिको अलिकता आउनुपर्छ त्यो जग्गा चाहिँ मलाई थाहा छैन तपाईँहरूलाई र पनि लोकेसन चाहियो भने चाहिँ कमेन्ट गर्नुहोस् होला यहाँको के हो मेरो बुढालाई पनि थाहा छैन हामी त सोध्दै सोध्दै आएको यता गाउँको नाम जानिन আপনার কেন জানি না माझीटा बारी यो घाम त नानीहरू लाउनु चाहिँ फाइदा रहेछ 400 टकामा यसमा वाटर पार्क गरेको 400 रुपैयाँ एकजना पर हेड नि एकजनाको कि त्यो उयो सबैले गर्नु पाउँछ एकजनाको यस तपाईँहरू पनि आउनुहोस् डोरेमन खेल्नुहुन्छ भने स्पेसली यहाँ नानीहरूको लागि चाहिँ राम्रो रहेछ मलाई चाहिँ अलि मन पर्यो किनभने यहाँ नानीहरूको खेल्ने ठाउँ चाहिँ भर्खरै रहेछ यहाँ हान्दै हेलिकप्टरहरू रहेछ हेलिकप्टर पैसा दियो भने पे गर्यो भने चाहिँ खेल्नु पाइन्छ तर मलाई चाहिँ खेल्न मन छैन त्यही लागि चाहिँ मलाई खेल्नु मन छैन त्यही लागि चाहिँ हामीले चाहिँ नखेलेको यहाँ मेरो बुढा चाहिँ यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड चाहिँ खालि हाई हाई मात्रै गर्नुहुन्छ यस्तो छ गाइस हेर्नु कस्तो राम्रो प्लान्ट छ यहाँ यस्तो दामी प्लान्ट छ त्यो डालो भएको छ भने जाग्दैन होला यो हाम्रो रबर प्लान्ट हाम्रोमा पनि छ यो चाहिँ अस्ति भर्खर किनेको उहाँले चाहिँ किन्नु मान्नु भएको थिएन कति फुल किनेको भन्नुहुन्छ मलाई करा करा गर्नुहुन्छ हैन यो रबर प्लान्ट अनि गाइज यो चाहिँ हो यो त तपाईँहरूले चिन्नु नै हुन्छ होला HORSE हर्स हर्स मिन्स घोडा अब म तपाईँहरूलाई देखाउन जाँदैछु एउटा खतरनाक जग्गा जो चाहिँ तपाईँहरूले कहिले पनि देख्नु भएको छैन होला सायद भन्नु त सक्दिनँ देख्नु भएको छ होला यहाँ हेर्नुहोस् यो यहाँ जान्छ यहाँ आउँछ तर म चाहिँ खेल्दिनँ किनभने मलाई डर लाग्छ मेरो बुढाले चाहिँ खेल्नुहुन्छ भन्दै हुनुहुन्छ तर उसलाई पनि डर लागेछ तर लास्टमा डिसाइड गर्छ खेल्छ कि खेल्दैन भनेर अब यहाँबाट जाने त्यहाँदेखिको हेर्ने कि कस्तो के छ भनेर आइज हेर्नुहोस् यो चाहिँ वाटरफल हो यो वाटर यहाँ गएर स्विमिङ पुल गर्न सक्नुहुन्छ घोडा कराउँदैछ गरेर मेरो बुढा चाहिँ उहाँ जाँदै हुनुहुन्छ उहाँ देख्नुहोस् अक्टोपस र मेरो बुढा चाहिँ हेर्नुहोस् वाटर पार्क खेल्छु भन्दैछन् तर के गर्नुहुन्छ मलाई थाहा छैन के गर्नुहुन्छ यहाँ के भन्नुभएको त्यही पनि यहाँ पनि नयाँ बनाउँदै रहेछ मैले चाहिँ यो त्यतिकै नाटक गरेको फोटो खिच्दा पोज दिएको लु छिटो न एक्सन पोज हेर्नुहोस् है गाइस
पोज दिनु भनेको यस्तो हुन्छ मान्छेहरू के फोटो खिच्नु पऱ्यो भने चाहिँ तपाईँहरू देखिहाल्नु भयो होला फोटो खिच्नुको लागि मान्छेले कस्तो कस्तो पोज दिन्छ भनेर। यहाँ चाहिँ काम चल्दै रहेछ। ल छिटो त्यहाँ बस्नु, म एउटा खेल्दै खिचिदिन्छु। पोज दिनु छिटो न, पोज राम्रो। घाम पुरा देखिने। वा घाम टल्यो। देख्नुभयो त गाइज, फोटो किन्नुको लागि मान्छेले के गर्नुहुन्छ। अब हामी चाहिँ यहाँबाट निस्किने हो, किनभने अलिपुरमा गएर अलिकति सपिङ गर्नु छ। अनि दिदीले बोलाउँदै हुनुहुन्छ र गएर त्यहाँ के किन्ने हो, के गर्ने हो हजुरलाई देखाउने नै छु। र हजुरहरू मेरो भिडियोमा लास्ट एन्ड तक बस्नुहोस् ल, किनभने त्यहाँ चाहिँ एकदमै उयो छ क्या। अब तपाईँहरू हुन्छ नि क्युरियोसिटी हुन्छ तपाईँहरूलाई के छ भनेर होइन। तर अहिले म लास्टमा देखाउँछु तपाईँहरूलाई के छ भनेर। त लास्टमा भिडियो हेर्नु भयो भने मात्रै थाहा हुन्छ कि के हुन्छ भनेर। तर लास्ट तक चाहिँ हेर्नु नै पर्छ नि मेरो भिडियो, अनि नभए चाहिँ तपाईँहरू थाहा हुँदैन। स्किप गरेर चाहिँ नहेरिदिनुहोस् होला। हामी चाहिँ यो रेस्टुरेन्टमा आएको छौँ र हेर्नुहोस् यहाँ मेरो बुढाले चाहिँ मेनु उठाउनु भयो। राम्रो रेस्टुरेन्ट, राम्रो रहेछ, यस्तो परेको रहेछ। हेर्नुहोस् मेरो बुढा चाहिँ आउनुहुन्छ। यस्तो डेन्जर गरम भएको छ, यस्तो डेन्जर भएको छ। राम बुढा आउनुहोस् त। मेरो बुढा चाहिँ यहाँ आउनुहुन्छ उयो गरेर, कोक अर्डर गरेर म चाहिँ बसिरहेको छु। हेलो भनिदिनु। हाई हेलो नमस्ते। हाई हेलो मत बोलो, हरे कृष्ण बोलो। हरे कृष्ण सुन्नु देखिरहेको छ हामीलाई। यस्तो डेन्जर गरम, कस्तो डेन्जर गरम चाहिँ नि बाफ्रे। गरम महिना लागेछ नि गाइस, के गर्नु। यहाँ 100 हाउस पनि रहेछ कि क्या हाउस आयो भने। अनि मेरो बुढा त झन् कस्तो डेन्जर गरम भइरहेछ। क्यामेरा चाहिँ के भएको राम्रो हेर्नुहोस्, किन हाल्दैन, हाल्नै हेर्छ नि सबै कुरो होइन। गाइस तपाईँहरूले हेर्नुपर्छ नि त हाम्रो होइन। कति कुरो हेरेर चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला। सब्सक्राइब गर्नुभएको छैन भने अहिलेसम्म मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् होला। अनि लास्ट तक चाहिँ हेरिदिनुहोस् होला, मेरो भिडियो इन्जोय गरिदिनुहोस् होला हेरेर। हामी घुमेको, हामी उयो गरेको, किनभने यो मैले मेमोरिजको लागि राखेको। अब बादमा गएर चाहिँ यो भिडियोहरू डिलिट हुनसक्छ होइन। अब मेरो फोन पनि त हराउन सक्छ, त्यही भएर चाहिँ मैले यो भिडियो राखिरहेको। अब म युट्युबमा हाल्छु, अनि तपाईँहरूले पनि हेर्नुहुन्छ, मेरो मेमोरिज पनि हुन्छ यो। त्यही भएर चाहिँ मैले यो भिडियो गरेको होइन। बुढा के भन्नु त नि बुढा? गरेको अलि बुढाले मलाई, मेरो हस्बेन्डले चाहिँ सिकाउनु हुँदैछ कि मलाई बोल्नुको लागि, किनभने म अलिअलि उयो छैन, एक्टिभ छैन। मेरो बुढा चाहिँ खतरा बोल्नुहुन्छ, खतरनाक गाइस। CAT के हो गाइस? CAT। मेरो बुढा चाहिँ CAT खतरनाक भन्छ। CAT खतरनाक। कोक आइसकेको छ हाम्रो चाहिँ गाइस। हामी पिउँदैछौँ, किनभने घरबाट खाना खाएर आएको, त्यही भएर चाहिँ केही नखाएको, नभए चाहिँ खानेवाली थियौँ पुरा।
त्यो मोबाइल नचलिकन हेर्नु हाँस न यहाँ चाहिँ खेल्नु पर्दो रहेछ पैसा तिरेर तर हामी चाहिँ नखेल्ने हो हाम्रोमा टाइम छैन त्यही लागिको अनि मेरो बुढी चाहिँ यहाँ पुगिसक्नु भयो आयो एउटा बुढीलाई छोडेर चाहिँ एक्लै हुनुहुन्छ हौ बुढीलाई छोडेर यसरी हिँड्नु पाउँछ गाइस भनिदिनु त बुढीलाई हिँडेर पाउँछ छोड्नु ल गाइस हामी चाहिँ बाई बाई गोलमाल गोलमाल कोही बेला राख्ने रे मैले सुनिनँ यहाँ मेरो नानी म बस्छु नि उच्च न